दाइ जर्मनीमा फ्री एजुकेसन छ भनेर हजुरले पनि भिडियो बनाउनुहुन्थ्यो, तर मैले एप्लाई गरेको युनिभर्सिटीमा सेमिस्टर कन्ट्रिब्युसन भनेर सेमिस्टरै पछि 400 तिर्दै तिर्दै जानुपर्ने रहेछ। जर्मनीमा पढाइ कसरी फ्री भयो त भनेर मलाई एउटा भाइको मेसेज आएको थियो। योभन्दा अगाडि पनि मलाई यो क्वेसन चाहिँ आएको थियो। सो लेट मी एक्सप्लेन वाट सेमिस्टर कन्ट्रिब्युसन एक्चुअली। सेमिस्टर कन्ट्रिब्युसन भनेको युनिभर्सिटीले तपाईँलाई पढाए बापत लिने ट्युसन फी भने चाहिँ होइन। यो सेमिस्टर भरिको स्टुडेन्ट सर्भिसेस, स्टुडेन्ट रिप्रेजेन्टेसन, एडमिनिस्ट्रेसन लगायत कतिपय युनिभर्सिटीले तपाईँहरूलाई सेमिस्टर टिकट ट्रान्सपोर्टेसनको लागि एभाइलेबल गरेको हुन्छ। हो यस्ता सर्भिसेसहरू युनिभर्सिटीबाट लिनको लागि तिरिने कन्ट्रिब्युसन चाहिँ सेमिस्टर कन्ट्रिब्युसन हो। अब यो सेमिस्टर कन्ट्रिब्युसन पनि युनिभर्सिटी टु युनिभर्सिटी एकदमै भ्यारी गर्छ। जस्तै कि म पढ्दै गरेको युनिभर्सिटीमा प्रत्येक सेमिस्टरमा सेमिस्टर कन्ट्रिब्युसन भनेर मैले 340 युरो तिर्नुपर्छ। र म नेक्स्ट भिडियोमा मैले तिरिरहेको सेमिस्टर कन्ट्रिब्युसन मेरो युनिभर्सिटीको लागि के कुराको लागि म तिर्दैछु भनेर एक्सप्लेन गर्नेछु। त्यसैले फलो गर्न नभुल्नु होला।